हेलो गाइज, इसेबाको स्टेटमेन्ट कसरी चेक गर्ने त? आजको भिडियोमा आफ्नो इसेबाको स्टेटमेन्ट चेक गर्ने तरिका सिकाउन गइरहेको छु। यदि तपाईहरु पनि आफ्नो इसेबाको स्टेटमेन्ट चेक गर्ने तरिका जान्न चाहनुहुन्छ भने यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त। यसको लागि साथीहरु तपाईहरुले आफ्नो इसेबा एप्सले चाहिँ तपाईहरुले ओपन गर्नु होला र ओपन गरिसकेपछि तपाईहरुले हेर्न चाहिँ तलपट्टि यो होमको साइडमा तपाईहरुले स्टेटमेन्ट भन्ने देख्न सक्नुहुन्छ। यसमा चाहिँ ट्याप गर्नुपर्ने हुन्छ। यसमा ट्याप गर्नुभयो भने तपाईहरुले कसलाई कति पैसा पठाउनु भएको छ र कसले तपाईहरुलाई चाहिँ कति पैसा पठाएको छ सम्पूर्ण विवरणहरु चाहिँ यहाँबाट हेर्न सक्नुहुन्छ र माथिपट्टि तपाईहरुले यहाँनिर चाहिँ 7 दिन 14 दिन र 30 दिन देख्न सक्नुहुन्छ। तपाईहरुले यहाँनिर चाहिँ 7 दिनको 14 दिनको र 30 दिनको चाहिँ हेर्न सक्नुहुन्छ है त। र अब तपाईहरुले चाहिँ यो भन्दा अलि पछाडीको पनि हेर्न सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईहरुले यो राइट साइडको तलपट्टि यहाँनिर चाहिँ तीनवटा तेर्छो लाइन देख्न सक्नुहुन्छ नि, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गर्नुभयो भने तपाईहरुको यस्तो खालको इन्टरफेस चाहिँ ओपन भएको देख्न सक्नुहुन्छ भने तलपट्टि यहाँ चाहिँ फर्म 2 भनेको छ नि, फर्म चाहिँ अब कतिदेखि कतिसम्मको भन्ने कुरा हो। तपाईहरुले यहाँ चाहिँ आफ्नो डेट राख्नु होला। यहाँ कतिदेखि कतिसम्मको भन्ने कुरा हुन्छ। यता चाहिँ लास्टको राख्नु होला भने यतापट्टि चाहिँ तपाईहरुले सुरुको राख्नु होला। त्यसपछि तपाईहरुले चाहिँ यो ओके को अप्सनमा चाहिँ क्लिक गरिदिनु होला। त्यसपछि तपाईहरुले तलपट्टि यो एप्लाई को अप्सन देख्न सक्नुहुन्छ नि, यसमा चाहिँ ट्याप गर्नुभयो भने तपाईहरुले जुन तपाईहरुले राखेको डेटको सम्पूर्ण स्टेटमेन्टहरु चाहिँ देख्न सक्नुहुन्छ है त। यसरी तपाईहरुले चाहिँ आफ्नो इसेबाको स्टेटमेन्टहरु चाहिँ हेर्न सक्नुहुन्छ। ओके साथीहरु, तपाईहरुले पनि आफ्नो इसेबाको स्टेटमेन्ट चेक गर्ने तरिका जानिसक्नु भयो होला भन्ने पूर्ण आशा गर्दछु साथीहरु। र तपाईहरुलाई आजको यो सानो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला र यस्तै खालको नयाँ भिडियोहरु सबैभन्दा पहिले हेर्न चाहनुहुन्छ र च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई अवश्य पनि सब्स्क्राइब गरेर छेउमा आएको बेल बटन अलमा टच गर्नु भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।